र साथीहरु यो चाहिँ एकदम गाउँले कालो सुँगुरको सुकुटी है 2 दिन सुकाएको आगोमा र आज चाहिँ मैले सानो सानो पिस गरेर गर्दैछु है मजाले सुकेको छ है छुर्पी जस्तो टप्पै खाँदा पनि र मैले चाहिँ साथीहरु दुईटा बयम लिएको छु यसमा चाहिँ एउटा काटेको एउटामा चाहिँ डल्ले डल्ले हाल्दैछु है ल एक काटेको यसै सुकाएर राखेको चाहिँ सुकुटी बनाएर चाहिँ लामो समयसम्म राखेर खान सक्छ है नुन चाहिँ हाल्नु हुँदैन अलि बेसर हालेर धुवा लगाएर मजाले 3-4 दिन सुकाउनु पर्छ है ल साथीहरु एउटा बयम चाहिँ फुल भयो है ल साथीहरु यो जम्मा 6 किलोको दुईटा बयम मात्रै भयो अब यो चाहिँ यो कुखुराको भालेको फिला हो है हल्का सुकाएको यसको चाहिँ अब पिरो खोर्सानीसँग यसलाई परपर भुटेर ग्रेभी बनाएर खाने है भोलि